नमस्ते एन्ड गुड मर्निङ। अहिले चाहिँ म भर्खरै हाम्रै फालेलुङ त नभनौँ, हाम्रै पाँच जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर 6 मेरो आफ्नै गृह वडा 6 नम्बरमा म भिजिट गरिरहेका छु। अनि अहिले चाहिँ धेरै अगाडिबाट म आउनु रुचाएको ठाउँ जुन चाहिँ फालेलुङ गाउँपालिकाको शिरमा रहेको, जुन बुढीथामको फेदमा रहेको यो गुरुङ गाउँमा हामी सबैजना आएका छौँ। साथमा मेरो साथीहरू धेरैजना हुनुहुन्छ, यहाँ हुनुहुन्छ हाम्रो ज्योति मिस। के भन्न चाहनुहुन्छ? फालेलुङ छ भिजिट गर्दै हुनुहुन्छ, मलाई सुने दिदी के भन्न चाहनुहुन्छ? हामी विशेष नि आइपुग्दा डाँडै डाँडा त्यो त मेरो भाषा हो नि, त्यो त नचुर्नु हो। गाडीमा लड्यो। म त्यस्तो कस्तो भइरहेको छ एउटा सँग छोटो एउटा सँग सम्झना छ छोरी जान्नेलाई। ए सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू, तर त्यो चाहिँ विशेष फालेलुङ छले डेलिकेट गर्दै अनि यो मन, यो चाहिँ मेरो लागि, यो लाइन चाहिँ अनि कति तर्पे अब ल सबैजना है यस्तै छ है। फालेलुङ छ गुरुङ गाउँ हजुर सबैजनाले भिजिट गर्न सक्नुहुन्छ। अनि हामी चाहिँ यहाँ सबै धेरैजना आज आएका छौँ आफ्नै गाउँठाउँ भिजिट गर्नको लागि। मिस यो चाहिँ लेम्चाङबुङ कि लेम्चाङबुङ भन्छौँ हाम्रो राई भाषाबाट चाहिँ। अनि नेपाली भाषाबाट त यसलाई धसिङ्गारी कि के भन्छ, यो चाहिँ राई कल्चरमा पनि यो चाहिँ लेम्चाङबुङ, त्यही भएर मैले बोकिरहेको छु। भिर पाखा डाँडा पाखा यस्तो रहेछ फालेलुङ छ। धेरै वर्षबाट युज हुन्छ यो लेम्चाङबुङ चाहिँ, तर यो फालेलुङ छ म धेरै अगाडिबाट आउन खोजेको गाउँ। आज आउँदैछु, एकदमै धेरै एक्साइटेड छु म पनि। अनि यहाँको बाबा मम्मीसँग पनि आज भेट्ने नै छौँ। यता पर र मेरो गाउँ चाहिँ धेरै पर देखिरहेको छैन, यता हो मेरो घर चाहिँ। सधैँ सधैँ आइरहन्छ यो मन एक्लै गुनगुनाउँछ अतीतका ती दिनहरू। हेरिरहेका छौँ त तल तल हुनुहुन्छ सबैजना। फालेलुङ छको एक मात्रै गुम्बा तालखड्कामा रहेको यो गुम्बामा हामी सबैजना जाँदैछौँ। कस्तो राम्रो, यता सबैजना हुनुहुन्छ, मेरो पछि पनि अगाडि पनि हुनुहुन्छ। सबैजना फालेलुङ भिजिटको लागि आइदिनु होस्। के भन्न चाहनुहुन्छ? यता सबैजना हुनुहुन्छ। फालेलुङ छमा भएको एक मात्रै गुम्बामा हामी सबैजना आउँदैछौँ। अनि हजुरले आजको भिडियो हेर्नुहुनेछ। अनि यो गुम्बा चाहिँ हामी प्रवेश गर्दैछौँ। यसो गरिदिनु अब छिटो, अब पानी दिनु। पानी देखो इधर बच्चा है ये लोग। कसरी हाल्नु स्टेपहरू सिकाउनु। यता हुनुहुन्छ लु, इधर बच्चा लोग ये दोनों लड़का है ना, कुस्ती कराते हो के हो भन्नुहोस् न। यहाँ चाहिँ हाम्रो हुँदैछ है, गेम हुँदैछ। 1 पन्च नेपालगञ्ज पुऱ्याइदिनु दादा, रोशन दादा 1 पन्च नेपालगञ्ज। अय्या हाम्रो परिवर्तन गर्ने युवाहरू है, कहिले परिवर्तन हुने हो है। यहाँ चाहिँ रहेको छ
हाम्रो फालेलुङ छ गुरुङटार हामी सबैजना आइसकेका छौँ। यहाँ रहेको रहेछ। म पनि फर्स्ट टाइम आउँदैछु, म आफै फालेलुङको भएर पनि। अनि यति माथि अनि टोलीहरू चाहिँ यहाँ तल हुनुहुन्छ, यता हुनुहुन्छ है, यहाँबाट डल्लै हुनुहुन्छ। हामी यति धेरैजना आएका छौँ। डाँडा पाखा सबैजना चाहिँ यता हुनुहुन्छ।